खेल्दैन एकदम खेल्ने आज 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 खेल्ने पहिला को के बन्ने के यार म पछाडि छोप्छु मलाई त्यही आउने त्यसो नगरौँ न बरु यसरी राम्रो हुन्छ चप्पल कि फिता गरौँ जसको चाहिँ यो आउँछ नि उसले चाहिँ बल हान्छ खोइ कान्छी ठिक फोडी छ क्या ए यो रातो चप्पल र सुरुवाल कलरको चप्पल कि फिता दुईटै म त यो झ्याली गर्छु म आफै बलिङ गर्छु म ब्याटिङ समात्न जाऊ अघिदेखि तिमीहरूको नाटक हेरिरहेको छु म यो के गरेको बल हाम्रो खेल्न क्लबमा कार्यक्रम चलाउने हो के हो यहाँ खेल खेलिरहेको के अर्नु दिपा दिदी नेपालमा क्रिकेट खेल्ने ठाउँ कहीँ पनि रहन्छ त्यही भएर यति ठाउँ भने खाली रहेछ यहीँ खेल्न आएका क्या हामी त ओहो, ए मुद्रु! जाउँ त्यहाँ। ल सके त म हान्छु बल ल्याऊ बल बल बल। एकदम रेडी हो बल ल्याउ न बल के बलले हुन्छ उहाँ बच्चा बोकेको जस्तो के हो त्यस्तो फेरि त्यहाँ सेफ्टी बल चाहिँ ल्याउन छिटो खेलिहाल्नुपर्छ बल मसा अहिले मुन्द्रे आयो भने धर्नासो खुस्काउँछ छिटो ल्याऊ बल मसा छैन तिमीसँग होला नि होइन यिनीहरूको के नाटक हो यो कस्तो खालको बल चाहिँ यहाँ राखेर बिर्छ त कता कता घुसार दिन्छ नि घुसार रेडियो काउले म रेडी छु सबै नाकमा नहाल्नुहोस् अझै थ्याप्छे ल भने यहाँ म मिलाउँछु यहाँ ल एकछिन है ए हाल्नु थोरै हुन्छ क्या ए लट्टी ए यहाँ घेर लाउ त यहाँ घेर लो ल टाढै हुन त यहाँ ठिक छ ल ल ल ढिलो भइसक्यो गेम ल ए काउली बुढी ल एकछिन है एकछिन हेत्ते ल रेडी हो नि बल त चोखो आउला हुने त जुठो बल पो आउने भा एकछिन ए काउली बुढी ए तिमीहरू एकछिन रोक त्यो बल कहाँ रगडेको है फुलङ्गेको आमा क्रिकेट खेल्न आउँछ क्रिकेट खेल्दाखेरि त यहाँ रगडिनुपर्छ तिग्रामा अरूको यहाँ रगटे यहाँ चिलायो होला मेरो यता चिलायो रगटे के भयो त तिम्रो पनि कतै चिला छ भने रगट छौ के यता कता चाहिँदो जान्ने पल्टिनु पर्ने ल रेडी रेडी ल रेडी हेर्नु है ध्यान कतै नजाओस् है दिपा बोल्दै गर्छ ल ए काउली बुढी तिमी फेरि मुख बन्द आएर नि के होइन अब हातले यसो छोप्न सकेन नि क्वाप्पो मुख हालौँ ल भनेर एकछिन अँ ए त्यो लुगा कहाँ माथि लगेको खेलाडी हो जस्तो पनि पाउँछ यो फ्यामिली सो यो 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 बल हान्नु पर्ने मलाई नि हान्नु पर्छ दिपा दिदीको त कठै जमाना केटाहरूलाई सिटी बजाउँदै त्यति बेला केटाहरूले नि पताउनु अहिले त सिटीले नि पताउनु छोडेछ सास मात्रै सुहा अर्छ अहिले सास मात्रै सुहा त सुहारेको बुढो मात्रै पटिन्छ गेममा ध्यान दिनु है ल अलिकति गर्व साथमा ल अरे ए मुन्द्रु ल ए रेस्लिङ गर्न आँटेको तिमीहरू क्रिकेट खेल्न आँटेको है गयो ल फेरि मेरो पालो यो ब्याटिङ हुन्छ यो चिरपट मलाई ल्याउ न उता जाऊ तिमी चिरपट ल तिमी बलिङ गर दिदी कहाँ रगट्ने अरे ओ फुलङ्गेको आमालाई सोध कहाँ रगट्ने हो यहाँ यो दिदी ओइ 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 के हुँदैछ यहाँ के हो यो मुन्द्रु बचाऊ के रमिता हो यो हजुर ओइ के ताल हो तिमीहरूको यो मुन्द्रे कमेडी क्लब हो कि खेल मैदान मुद्रा साउ खेलाडीलाई अलि ठुलो स्वरले बोल्ने होइन हामी राष्ट्रका खेलाडी हो हामी ए त राष्ट्रको खेलाडी हो कि ढलान गर्ने ठेकेदार जस्तो देखाएको छ तँलाई त खेलाडी यो ढलान गर्ने मान्छे जस्तो मात्र होइन यो त गाई गोरुको खुट्टा भाँचेर काम्रो ठोक्या यो मुन्द्रे कमेडी क्लबमा त अतिथि बोलाउने रमाइलो गर्ने दर्शकहरूलाई मनोरञ्जन दिने कि यसरी यो के जात्रा यो हामी यो हाम्रो नेपालको नाम हामी विश्व सामु पुर्याउनको लागि हामी खेलाडीले मेहनत गरेर ठाउँमा किन बढी त विश्व पनि जालासै जस्तो छ एकदम ल ल ओइ यसलाई तिमी नथाल न यहाँ बहर बिहा हुन थाल्यो ल अब यस्तो पनि क्रिकेट हुन्छ त अहिले देशमा यत्रो क्रिकेटले तल्का मचाइरहेको छ हाम्रो खेलाडीहरूले उहाँ अन्तर्राष्ट्रिय क्लबहरूमा गएर त्यत्रो तल्का मचाइरहेको छन् अब यहाँ के हरिबिजो गरायो होइन प्र्याक्टिस त खेल मैदानमा पो गर्छन् त यहाँ मुन्द्रे क्लबमा जान्ने मान्छे जाइ पनि खेल्दा हुन्छ कोठाइभित्र खेल्दा पनि हुन्छ ओछ्यानमा खेल्दा पनि हुन्छ खेल नि त हामी भविष्यका कर्णधार खेलाडीलाई कसैले पनि डिस्टर्ब नगर्ला है यहाँ मलाई रिस उठ्दैछ यहाँ तँ कर्णधार तेरा कर्णधार त अहिले म
अब त माछा मारे चुचो भएकोले फेरि पनि स्वागत छ सनीजी Thank you यहाँलाई very आसन much. ग्रहणको लागि हार्दिक अनुरोध गर्न धन्यवाद। चाहन्छु यत्रो संसारभर तपाईँले नेपाल र नेपालीलाई चिनाउनु भएको छ त्यत्रा विकेट लिनु भएको छ तर ज्यान त के हो सुक्दै सुक्दै गएको छ बल हान्दा हान्दै खाना चाहिँ बिर्सिनु भयो क्या हो हजुरले पनि नढालेको छ त्यस्तो कुनै छेड ल यो मुन्द्रे कमेडी क्लब भनेको यस्तो यो विदेशी हस्तक्षेप भए जस्तै यो छिमेकी हस्तक्षेप हुन्छ हाम्रो। मै रिसाउँदा कल्लो होला तिमीलाई फकाउने निरजैले किन के हो रिसाउने आज त दही सही फलफुल पुरै छ त अनि आमामा यहाँ त खतरा खिलाडी आउनु आएर नि त अनि त्यही भएर दही सही लिएर आएको क्या मैले ए म त मलाई ल्याएको होला भने त खेलाडीलाई पनि ल्याउनु भएको छ लु जाउँ न त उतै आमा नमस्ते नमस्ते के साह्रो हेर्छु र बाख्राको कसम मै खानु मिल्ने भए खाइदिन्छु कसम म पनि भाग्न पाइ भाग्थेँ अहिले भाग्ने कुरा नगर्नु न भागे बेलुका भाग्नुहोस् क्या अहिले देशमा नाम त राखिहाल्नु भयो हजुर, किन उठ्नु भयो ल ल ल बस्नुहोस् न राजा तपाईँको लागि हो यो सिट। थ्याङ्क यू यता जान्छु है म ए ल ल बेचारा छोइला भन्ने के छ। होइन ठिक छ जुत्ता पनि 50,000कै रहेछ आफू जम्मा 5 रुपियाँ जुत्ता लाएर हिँड्नुपर्छ त्यो पनि सेकेन्ड ह्यान्ड फर्स्ट ह्यान्ड त कहिले हात पनि ट्याटु रहेछ है क्या हो हजुर खोइ ए कालो पो रहेछ अलि सेतो सेतो ट्याटु हुँदैन तपाईँको दाँत जस्तो चाहिँ छैन मेरो जस्तो उस्तै उस्तै हो मिलाएपछि मिल्छ है मिल्दैन तपाईँको अलि धेरै डार्क छ त्यस्तो कुरा नगर्नुहोस् न अब देशको नाम राख्नु भएको दही त खानु मिल्छ होला के अरे मिल्छ खान मिल्ने राम्रो दही हो कि नि फेरि अमिले दही पर रुवासुवा लाग्ला गेम छ जुठो हाले होइन त्यति भयो भने अन्तर्राष्ट्रिय गेम क्लबबाट खेल्ने मान्छे हो खेलाडीलाई जे पाए त्यो खुवाउनुहुन्छ दाइले चेक गर्नुभयो होइन, पहिला। त्यही त नि। होइन तपाईँले चेक गर्नुहोस् न होइन बरु म पहिले चेक गर्छु समय त दही नहरू सुन्तला खाउनुहोस् सुन त यो ल। दही भनेर तपाईँले के कैफियत हुनसक्छ नि होइन यो यसो अब देशको नाम राख्नु अब यस्तै गोलो गोलो पाराले जित्नु है अब तपाईँले खेल्ने नि अहिले गोलो ढुम्मा हान्नु फेरि अँ, ट्याङ्गै चाहिने नेपालको नाम बचाउनु मुन्ड्रेल जस्तो नभत्काउनु भनौँ भने नि फेरि उहीसँग साकिनु पर्छ बर्बाद छ मलाई एक पाँच खुवाएर जान्छु थोरै मात्रै ओम नमः शिवाय ओम सन्दीप लामिछाने छिट्टै मेरो हुन पाओस् हेलो सन्दीप लामी छाने चानी त लाखौँ छन् लाखौँ लाखौँमा पनि म एउटै मात्रै हो भगवान् छिटो छिटो बिहा होस् सके त यही मङ्सिरमा होस् प्रभु कस्तो जमाना आयो मन पराउँदा नि नटेरी होइन म कुन जमानामा जन्मिएछु अनि छैन एकदम एकदम देशको नाम राख्नु यस्तासँग बिहा नपाए त करोडनी नै भइन्थ्यो जम्मै एउटा गेम खेलेर करोड लिइहाल्छन् मलाई एउटा घरमा पुग्छ काठमाडौँ मलाई त्यति भयो हुन्छ एउटा घर त्यो पनि मुन्द्रेलाई भाडा दिनु पर्ला त ल यस्तै मुन्द्रे कमाटी चलाउँदै बस्छन् मलाई आनन्द सोखा बस्छु तर एउटा घर चाहिँ हालिदिनुहोस् है ल ल छोरालाई खाएको जिब्रो कति राम्रो ल दही नखाएर सुन्तला खाउनु नि त सुन्तला ठिक छ दही झन् मिठो हुन्छ मुहानीलाई खाइन खुवाइदेऊ खुवाइदेऊ छोरालाई खुवाइदेऊ बाबा बाबा भयो। दही एक प्रकारको सगुन पनि हो आगामी गेमको लागि अब शुभकामना यही पनि। दही म गएर खान्छु जुठो खान्छु माया पर्छ भन्छन् खानु परेन यो स्याउ पार ल धन्यवाद हो माफ यसलाई बचाइराख्नुहोस् है राजा हजुर हजुर धन्यवाद बरु छिटै बजाउँ है बाजा डार्लिङ बाई बाई ल काउली पनि ल्याएको सन्दीपजी हजुरका फ्यान लाखौँ छन् यस्ता खालका फ्यानहरू पनि फेला पार्नु नहोस् यार अनि कसरी यो टाइम कसरी म्यानेजमेन्ट गर्नुहुन्छ तपाईँ यताको अब आफ्नो देशको गेम पनि खेल्नु पऱ्यो क्लबतिर पनि जानु पऱ्यो कयौँ क्लबमा आबद्ध भएको मैले अलि न्युजहरू पनि पढिरहेको हुन्छु कसरी मिलाउनुहुन्छ देशको ठुलो खेलाडी घाइते हुँदा आज कसैलाई केही मतलब छैन त्यही भएर आज राष्ट्रका ठुला ठुला खेलाडीहरू बाध्य भएर विदेशमा पलायन हुन पर्ने कारण आज यही भएर हो क्या आज
अब त्यस्तो अवस्था छैन सन्दीप लामिछानेलाई हेर विदेशमा गएर गेम खेलेर नेपालमा चाहिँ विदेशी पैसा भित्राउनु भएको छ उहाँ सन्दीप लामी छाने अँ क्यार नि मैले सिकाएको चेलो त्यस्तो भयो म यस्तो भयो ओहो अब कसैको पनि विश्वास गर्नु हुँदो रहेछ चेलोले पनि धोका दिएर विदेशमा नाम कमायो म हेर त भैमा आएर यस्तो यो लट्टु दिदी हजुरको बाबु म उठाउन आऊ कि हजुर आफ्नै चेलोलाई बोलाउने हजुरलाई कुरेको मैले दिदी हजुरको कोमल कोमल हातले मलाई उठाइसियो न दिदी उठ मेरो बाबु हेर ए भैमा यसरी दिदी पलटी मारे बस्नु त ओ यही हो क्या मैले गरेको दिदी फेरि यस्तो यस्तो गरिसक्यो न मलाई आइ हजार तिम्रो चेलो यहाँ बसिरहनु भएको छ अँ बहिनी यहाँ चेलोलाई स्वागत गर न त ल त गुरु नै होस् भने के आज गर्न हेरौँ नि त खोजेको? यसले के गर्न खोजेको मुन्द्रु म केही बुझ्न सकिनँ तपाईँ पनि भन्ने बित्तिकै आएर कोही नबाजाखेरि के भनेछ लाएर बसिरहेको आफू सिटाएर बस्नु मानवता धर्म हुँदैन कि क्या हो? अँ। मान्छे लडिरहेछ हामी चुप लाएर बस्न सक्छौँ दिदी एउटा सिरेक छ भने उडाइदिनु नि लटे तँलाई कसले बलिङ गरेर यो हालत बनाइदियो खत्तम गरेर नि एसकेआर नै ए बा ज्यानमा पनि ए बानी अब यो वीर सिमेन्ट चाहिँ पुरै ज्यानै ढल्न गर्न पर्ला उता हेर ए बानी लौ न आउनुहोस् बस्नुहोस् यहाँ गुरुलाई सम्मान भन्ने कुरो पनि केही छैन दिनुहोस् तपाईँले मलाई दिनु भन्नु। हजुर हजुर दिनुहोस्। यो पनि फेरि फेरि अब यी माथि हाली मात्रै ल होइन होइन यो- हो एउटा स्याउ होइन अब घर जाने नि घर गएर त्यही स्याउ खाने है अनि त्यहाँ गएर विदेशमा गएर गुरुको नाम लियो कि लिएन र बधाई छ है मेरो चेलो यस्तो गुरु भएको भए त उही हो हाम्रो नेपालमा नाम रोशन गर्ने त हामी चाहिँ के अरे चितवनमा है के त नि हामी चाहिँ के अरे बेलाउतीका बुटामा चढेर है मैले बेलाउती टिपेर कसरी झार्न सिकाएको थिएँ झार्न चाहिँ के सिकाएको थाहा छैन नेपालमा खेलाडीलाई लगानी सुन्ने अँ त्यही भएर भ्वाक्क मेरो यतापट्टि सुन्ने दामी एक काम गर्नु हजुरको चाहिँ सुवर्ण अवसर निःशुल्क मसाज सेन्टर खोलिएको छ चुचेढुङ्गामा ल त्यसो भए मलाई मसाज गरिदिए होला ढुङ्गामा ज्यान दुखिरहेको छ क्या खेलाडीको मसाज गरिदिए होला खुट्टाले गरौँ कुर्कुटाले गरौँ या पैतालाले थुप्रै सुविधा छ सकेसम्म खुट्टाले नर ओठैले अनि यो तेल लिएर किन फेरि तिमी चाहिँ मसाज सेन्टर खोलिएको छु नि त त्यही भएर यसो ओहो विज्ञापनको लागि दिपालाई खेलिदिनु पर्यो है भनेको भ्याउँदिनँ भन अनि म हिरो नि अब तम्सेर विज्ञापन गर्दै हिँड्दैछु मसाज सेन्टर खोलिएको छु चुते ढुङ्गामा कुन ढुङ्गा रे चुते ढुङ्गा ल नि त अब यसो सन्दीपजीलाई पनि बिचरा खेलाडी जिउसिउ गले हुन्छ थाके हुन्छ सन्धि भयो ल अनि को त यस्तो यस्तो मान्छेसँग मैले सङ्गत गर्नु पर्यो क्या नमस्ते टाढैबाट एकदम होस पुऱ्याएर बच्नु होला है एकदम डेन्जर खेलाडी भन्दा नि मा खेलाडी हो है ल हुन्छ ल थ्याङ्क यू ल अब गइहाल हजुर बसौँ छोडेर आउने कि तपाईँ हजुर छोडेर आउने कि नछोड्नु यो त्यो क्यामेरा पछाडि निस्केपछि त्यत्तिकै हिँड्छ यो क्यामेरा पछाडि गएपछि सिधै सन्दीपजी प्लिज यहाँ त बसौँ तपाईँ अब हेर्नु न हेर्दैन तपाईँको आवश्यकता म मेरो आवश्यकता तपाईँ अब हेर्नु हो कि होइन मसाज सेन्टर भनेको अब जिउ थाक्छ अनि त्यसपछि बेसरी जिउ होइन बेसरी गलेको हुन्छ बदन भन्छ के बदन भनेको नि जिउ होइन बदन हो जिउ ज्यान दुखेको बेला चाहिँ एकदम हल्का आफूलाई रिल्याक्स पारामा अब त्यस्तो जिउले त हुँदैन नि त त्यही त कस्तो डल्लो पा चाहियो त मसाज गर्ने भनेपछि मसाज सेन्टर धेरै धाएको रहेछ के मसँग मसाज गर्ने कि नगर्ने त्यति कुरा मैले त तपाईँको राम्रो भलाइको लागि है
होइन होइन यो मसाज भन्ने बित्तिकै अहिले धेरै व्यवसायीहरू पनि छन् मसाज भने त्यसलाई नकारात्मक रूपमा लिनु हुँदैन त्यसलाई एउटा चाहिँ थेरापीको रूपमा लिनुपर्छ होइन त्यो अब थेरापीको रूपमा अलिकति सेवाको रूपमा जिउ सिउ ठिक पार्ने भए ठिकै छ तर नियत गलत भएर हात अन्तदन्त लाने भने फेरि मिल्दैन नि अनि अस्ति तपाईँ मेरोमा आएको त मैले केही गलत नियत गरेँ त गलत त उहाँले गर्नुभयो अब गलत त उहाँले गर्नुभयो कि मसाज गर्न आउनुभयो ननुहाई आउनु भएको छ महिला मात्रै निस्को हात उसलाई मसाज गरेपछि हात मैला भएर मैले 5 दिन त चम्चीले भात खाएँ नि के तपाईँको पनि गर्नु पर्ला मसाज त नै म ठिक छु भर्खरै गराएर भर्खर गराएर आएको हजुर हजुर निशुल्क हो कि मसँग होइन मै उल्टा पैसा दिन्छु हजुरलाई त्यसो त दिनु न कति कमा एक भएको छ त लु निकालौँ त ल लजाउँदो रहेछ केटवाली झन् बिचराको अब यसो दानो फाक्दाखेरि के हात बल दानो त भन्छ नि बल हो बल है बल हुन्छ नि त्यही त डल्ला त्योलाई सहर बजारमा दानो बल होला हामी गाउँतिर त दानै भन्छौँ त सुन्तलाको दानो बलको दानो ओखरको दानो त्यस्तो भन्छ दानो भनी उहाँको त यो त एकदम यस्तो अब हान्दा हान्दा एकदमै यो त एकदम स्टक भएको हुन्छ नि त अनि तपाईँको यो दानो चाहिँ कसरी लुकाउने तपाईँले त्यही बस्नु राम्रो देखिनु भएको छ ठुलो ज्यानको भए त मैले कर्याप्प पारेर मसाज गर्ने ज्यान पनि सानो छ झन् माया फकाउँदै गरेको त किन त्यसरी आँचिनु भएको हुन त त्यसरी फुर्ती नलाउने म पनि राष्ट्रिय खेलाडी हो राष्ट्रले नचिनेको मात्रै हो के खेलाडी के खेलाडी नि ए फला सातपत्ती जुटपत्ती अन्त मकैको गेरो राखेर खेल्छ नि म्यारिज त्यसरी म कति खेल्छु राष्ट्रले नचिनेर मात्र राष्ट्रको पुलिसले नै समात्छ फेरि त्यसलाई त यस्तो राष्ट्रले चिन्दैन चिन्यो भने फेरि लगाएर थुनिहाल्छ डेन्जरस खेल हो नि त्यो तपाईँको यो मसाज यता हुनेवाला छैन किनभने अब सन्दीपजी अहिले यो मसाज ससाज भन्ने उहाँलाई खालि गेममा मात्रै ध्यान छ अब ऊ अर्को गेम खेल्न जाँदै हुनुहुन्छ अब तपाईँले कहाँ जबरजस्ती गरेर हुन्छ बाहिरतिर त खेलाडीलाई छुन त पाइँदैन तपाईँले त झन् छुन पाइरहनु भएको छ यो ठुलो गौरवको कुरा हो यो एक करोड माया लगाएपछि यस्तै हो तपाईँ त दिनभरि गेम खेल्नुहुन्छ राति थाकेपछि मजाले निदाउनुहुन्छ होला होइन हजुर हजुर म चाहिँ तपाईँलाई सम्झेर रातभरि निन्द्रा पनि लाग्दैन मसाज गराउनुहोस् न निद्रा लागिहाल्छ अन्त त्यही भएर आज चाहिँ मौका जुराएर चाहिँ नुन तेल मजाले पर्काएर ल्याएको त तोरीको तेल हो कि डराउनु पर्दैन कहिले कहिले अब तेल पनि आफ्नै घरको हुन्छ कि आफ्नो त राम्रो अस्ति त एउटाको मत्ती तेलले गरिदिएछु उसको मेरो हात पनि तात्यो त्यसको करङमा त उठेर आगो निस्केर एउटा त जलेको फेरि डराउनु पर्दैन त राम्रै तेल हो मसाज नगर्नु जबरजस्ती हुँदैन बिहे भयो कि भएन छैन छैन यसो हान्दै ठिक छ जो आयो त्यसैलाई मन पराएर उ गर्न त भएन नि त उहाँको आफ्नो छ अब मनकारी मान्छेले के गर्नु त घिना गरेर त यस्तो अनुहार पानेर म गयो भने खाएर म बस्दिनँ मेरो तेल आफै घसेर जान्छु हो सेल्फ सर्भिस आफ्नो ज्यान आफै बनाऊ अब बरु लट्टेलाई लगाइदिनु नि त रातभरि तपाईँको भाग्य गयो सूर्यमुखी तेल होस् गर्नु अब सूर्यमुखी तेल खानुभन्दा पहिला भुटुन खानुभन्दा पहिला फुलन्डेकामा सम्झिनु